Voi täällä se on. आवाज आई टाइम क्लॉक संबंधी और टाइम क्लॉक संबंधी टाइम को फर्स्ट टाइम अब 12 बज्नुभन्दा ठिक कति मिनेट अगाडि 12 बज्नुभन्दा ठिक कति मिनेट अगाडि 12 बज्नुभन्दा ठिक कति मिनेट अगाडि त्योभन्दा पनि 12 बज्नुभन्दा ठिक कति मिनेट अगाडि त्योभन्दा पनि 44 मिनेट अगाडि 9 बजे पछिको त्यति नै मिनेटको 13 मिनेट पछि हो भन्नु 13 मिनेट पछि हो भन्यो यो अक्षरमा दुईचोटि सोधो यस्तो टाइपको अब ए मा 34 32 36 40 यहाँ हेर्नुहोस् है 12 बज्नुभन्दा ठिक कति मिनेट अगाडि त्योभन्दा पनि 44 मिनेट अगाडि 9 बजे पछिको यसले के भने जाँचा कसरी अप्सनबाट कसरी त्यो सिकाउनु पहिला 12 बज्ने भनेपछि 12 लेख्नुहोस् 12 बजे कति मिनेट अगाडि भन्दा यक्स मिनेट अगाडि त्योभन्दा पनि 44 मिनेट अगाडि माइनस 44 मिनेट अगाडि बराबर 9 बजे पछिको त्यति नै मिनेटको 13 मिनेट पछि हो 12 बज्नुभन्दा कति मिनेट अगाडि भन्दा यक्स मिनेट अगाडि त्योभन्दा पनि 44 मिनेट अगाडि माइनस 44 9 बजे पछिको त्यति नै मिनेटको 13 मिनेट पछि हो अब यसलाई कतै लानुहोस् यो 9 यो 12 माइनस 9 बराबर 3x माइनस x हुँदै जाँदा प्लस x माइनस 44 हुँदै जाँदा प्लस 44 अब 12 र 9 मा कति घण्टा हो त यो 12 र 9 मा 3 घण्टा हो 3 घण्टामा 180 मिनेट 3 घण्टामा 180 मिनेट 44 मिनेट अगाडि आउँदा माइनस 44 बराबर 3 मा 1 जोड्दा 4x 180 मा 44 घट्दा 136 बराबर 4x 4 एकाना 4 4 त्यहाँ 12 4 चौको 16 यक्स बराबर 34 मिनेट सकिहाल्यो यक्स बराबर 34 मिनेट अब यहाँ के कन्फ्युजन छ त अब यसरी 12 बज्नुभन्दा कति मिनेट अगाडि यक्स त्योभन्दा नि 44 माइनस 44 यो 12 र 9 मा 3 घण्टा हो 3 घण्टामा 180 मिनेट 12 र 9 मा 3 घण्टा फरक हो 3 घण्टामा 180 मिनेट भयो अब यहाँ कुनै कन्फ्युजन छ भने भन्नु पर्यो यो दुईटामा 3 घण्टामा 180 मिनेट प्लस 44 यता आउँदा माइनस 44 प्लस 44 यता आउँदा माइनस 44 बराबर 3 मा 1 जोड्दा 4x सकियो त अब यहाँ कुनै कन्फ्युजन भयो भन्नु पर्यो अब 12 अब अप्सनबाट पनि म सिकाउँछु है यहाँ अप्सनबाट पनि म सिकाउँछु अब अप्सनबाट चाहिँ यसरी अब ल भन्नु त
यो 12 बज्नुभन्दा 34 मिनट अगाडि कति बजे हुन्छ? 12 बज्नुभन्दा 34 मिनट अगाडि कति बजेको हुन्छ? अगाडि भनेपछि माइनस 12 बज्नुभन्दा 34 मिनट अगाडि कति बजे हुन्छ? 12 बज्नुभन्दा 34 मिनट अगाडि कति बजेको हुन्छ? हो, 12 बज्नुभन्दा कति मिनट अगाडि भन्दा चाहिँ तपाईँको यो 10 मा 4 गर्दा 6 बाँकी 11 बजेर 26 मिनट गएको हुन्छ। त्योभन्दा पनि 44 मिनट अगाडि कति बजे हुन्छ? त्योभन्दा पनि 44 मिनट अगाडि कति बजे हुन्छ? 12 बज्नुभन्दा 34 मिनट अगाडि 11 बजेर 26 हुन्छ। त्योभन्दा पनि 44 मिनट अगाडि। दस बजेर 42 मिनट गएको हुन्छ। यो 10:42 भन्नु चाहिँ 9 बजेपछिको त्यति नै मिनेटको 13 मिनेट भने कति मिनेट हो? 9 बजेपछिको त्यति नै मिनेट भने 34 मिनटको तेब्बर। 34 मिनटको तेब्बर भने कति मिनेट हो? 34 मिनटको तेब्बर भनेको कति मिनेट हो? 34 मिनटको तेब्बर मिनट भनेपछि कति मिनेट हो? 102 भने कति घन्टा कति मिनेट? 102 हो। 102 मिनट भनेको कति घन्टा कति मिनेट? 102 मिनट भनेको 1 घन्टा 42 मिनट। पछि भनेपछि प्लस अनि 10:42 आगे आएन। यो ठ्याक्कै एन्सर मिलिहाल्ला। हेर्नुहोस्, 12 बज्नुभन्दा 34 मिनट अगाडि 11:26, त्योभन्दा नि 44 मिनट अगाडि 10:42, 9 बजेपछिको भनेपछि प्लस त्यति नै मिनटको तेब्बर भने 102, यति गर्दाखेरि यति बराबर आयो। मिल्यो? बराबर आएन, मिलेन। तर त्यो अहिलेको शैली हो नि, धेरै शैली। अब म यहाँ दिन्छु है, त्योभन्दा पनि 79 मिनट अगाडि 8 बजेपछिको त्यति नै मिनटको दोब्बर मिनट पछि हो भन्नु। ल गर्नुहोस् त। 12 बज्नुभन्दा कति मिनट अगाडि, त्योभन्दा पनि 44 मिनट, फेरि 79 मिनट अगाडि। अब 37, 47, 41, 57। ल गर्नुहोस्।
हो हो, तपाईँले ठिक गर्नु यहाँ खै यी 12 बज्नुभन्दा कति मिनट अगाडि, यक्स मिनट अगाडि, त्योभन्दा पनि 79 मिनट अगाडि, 8 बजेपछिको त्यति नै मिनटको दोब्बर मिनट पछि हो। एकदम इजी हुन्छ कि। अब यो 12 - 8 बराबर यो 2x माइनस उता जाँदा प्लस यक्स प्लस 79। यो 4 घन्टामा 240 मिनट हुन्छ। 4 घन्टामा 240 मिनट माइनस 79 बराबर 3x। यो घट्दाखेरि 141 बराबर 3x। अब यसलाई सट्ट काटो 47। यो पहिलो टाइपमा त अब समस्या छैन। अब दोस्रो टाइपमा, पहिलो टाइपमा त समस्या छैन। अब दोस्रो टाइपमा यो टाइमको दोस्रो टाइपमा हेर्नुहोस् है। टाइमको दोस्रो टाइपमा, अब टाइमको सेकेन्ड टाइपमा मेरो घडी 12 बजेसम्म ठिक छ। त्यसपछि प्रत्येक घन्टा मेरो घडी 18 मिनट ढिलो हुँदै जान्छ। मेरो घडी 18 मिनट ढिलो हुँदै जान्छ। 18 मिनट ढिला हुँदै जान्छ। 4 घन्टा अगाडि पुरा रोकिएको मेरो घडीले 4 घन्टा अगाडि पुरा रोकिएको मेरो घडीले 4 घन्टा अगाडि पुरा रोकिएको मेरो घडीले 3:30 बजेको देखाउँछ। 4 घन्टा अगाडि पुरा रोकिएको मेरो घडीले 3:30 बजेको देखाउँछ। अहिलेको वास्तविक समय कति होला? अहिलेको वास्तविक समय कति होला? अहिलेको वास्तविक समय कति होला? ल 12 बजेसम्म मेरो घडी ठिक छ।
ल गर्नुहोस् त। अब यहाँ हेर्नुहोस् है। यहाँ हेर्नुहोस् है। अब यहाँ हेर्नुहोस्। यो 12 बजीसम्म पहिला वास्तविक समय मेरो घडी 12 बजीसम्म ठिक छ। मेरो घडी पनि 12 बजीसम्म त ठिक छ, सही छ। अब यहाँ 1 बज्छ यो घडीमा, 2 बज्छ यो घडीमा, 3 बज्छ यो घडीमा, 4 बज्छ, 5 बज्छ, 6 बज्दै जान्छ। सधैँ घडीमा त यति घन्टा हुँदै जान्छ। अब मेरो बिग्रे घडीमा चाहिँ 18 मिनट ढिलो हुँदै भनेपछि 1 बज्नुपर्ने घडी कति बज्छ भन्नु त? हरेक घन्टा 18 मिनट ढिलो हुँदै जान्छ भनेपछि 1 बज्नुपर्ने ठाउँ कति बज्छ त? 1 बज्नुपर्ने घडीमा कति बज्छ? 12:42। 12:42 बज्छ। फेरि यहाँ पनि 18 मिनट घट्दा 1 बजेर 24 मिनट, अझै यसरी नै 18 मिनट घट्दा 2 बजेर 6 मिनट, अझै 18 मिनट घट्दा 2 बजेर 48 मिनट, अझै 18 मिनट घट्दा 3 बजेर 30 मिनट। हो, मेरो घडीमा 3:30 हुनु भनेको सधैँ घडीमा कति बजेर छ? जति बेला मेरो घडीमा 3:30 भयो त्यो बेला सधैँ घडी चाहिँ 5 बजेर छ। यसले मेरो घडीमा 3:30 बजेको देखाउँछ भनौँ बिग्रिया घडीमा। अब त्यसो भए घडीमा 5 बज्दा मेरो घडी रोकिएछ, रोकिएकै 4 घन्टा भयो। अहिलेको समय 9 PM आइन्छ। ल अब यहाँ कुनै कन्फ्युजन भयो म क्लियर पार्छु। ल भन त, यहाँ कुनै कन्फ्युजन भयो भन्नु पर्यो। यहाँ डाउट छ? अब यहाँ केही कन्फ्युजन भयो भन्नुहोस्। अरू घडीमा 60-60 मिनटको 1 घन्टा हुँदै जाँदो रहेछ। मेरो घडीमा चाहिँ 42-42 मिनटको 1 घन्टा हुँदै गयो कि। मेरो घडीमा चाहिँ 42-42 मिनटको 1 घन्टा हुँदै गयो। अब यहाँ हेर्नुहोस् है। अब ए ए अरू केही गर्ने भएन। म तपाईँलाई क्लियर पार्छु। ल 1 घन्टामा 18, यो 12 बजेदेखि 5 बजीसम्म 5 घन्टा हुन्छ। 12 बजेदेखि 5 बजीसम्म 5 घन्टा हुन्छ। तपाईँहरूले भन्नुहोस् है। अब 5 घन्टा हुन्छ। अब 1 घन्टामा 18 मिनट ढिलो हुन्छ भने कति, 5 घन्टामा कति मिनट ढिलो भयो त? यहाँ हरेक घन्टा 18 मिनट ढिलो हुँदै जान्छ भनेछ। यो 1 घन्टामा 18 मिनट, 18 18 18 18 कति मिनट ढिला भयो त? 5 बज्नुपर्ने ठाउँमा 5 घन्टामा 1 घन्टा 30 मिनट ढिला भयो। 18 18 पंचे 90, 18 18 18 18 18 18 पंचे 90 भयो। हो, 5 बजेमा 1.5 घन्टा पहिला भने कति भयो त? सधैँ समय चाहिँ 5 बजे थियो, तर मेरो घडीमा चाहिँ कति बजे थियो त? अब सधैँ समय 5 बजे थियो, तर मेरो घडीमा चाहिँ कति बजे थियो भनेपछि मेरो घडीमा चाहिँ 3:30। अब रोकिएकै 4 घन्टा भयो। अब मेरो घडी रोकियो भने सधैँ समय रोकिन्छ त?
मेरो थोत्रो घडी रोक्यो होइन। मेरो थोत्रो घडी रोकियो भने त सधैँ समय त रोकिँदैन भनेपछि रोकिएकै 4 घन्टा भयो। अब म दिन्छु है त। अब यो 17 मिनट ढिलो गरौँ ल। 17 मिनट ढिलो हुने जान्छ 2 घन्टा अगाडि पुरा रोकिएको घडीले 2:52 देखाउँछ भनेपछि अहिलेको समय 6:05 4 7 है ल। लै गर्नुहोस् त। अब यो गर्नुहोस् 12 बजीसम्म मेरो घडी ठिक छ। त्यसभन्दा पछि मेरो घडी चाहिँ तपाईँको यति ढिलो हुँदै जान्छ ल। गर्नुहोस् बुझे नबुझे थाहा भइहाल्छ नि। यहाँ हेर्नुहोस् है। अब यो 12 बज्नु पर्ने ठाउँ 12:43 1:26 2:09 2 बजेर यो 2:09 रे यो चाहिँ 1:26 होइन 12:26 हुनु पर्यो। 12:26 अब 1:09 अब यसमा अझै 17 गर्दा 1:09 गयो। अझै अब यहाँ 1 घन्टामा 9 मिनट घट्दा कति भयो 2 बजेर यहाँ बस्न मिस्टेक भयो 12 बजीसम्म सही छ। मेरो घडी 12:43 हुनुपर्ने अनि योबाट अझै घट्दाखेरि 1:26 जानुपर्ने अझै यो 2:09 जानुपर्ने अझै 2:52 भयो भनेपछि मेरो घडी 4 बजे रोकिएछ। 12 बजीसम्म सही छ। 1 बज्नु पर्ने ठाउँ 12:43 2 बज्नु पर्ने ठाउँ 1:26 3 बज्नु पर्ने ठाउँ 2:09 अब मेरो घडी रोकिएकै 2 घन्टा भयो 6 PM
त्यो तपाईँहरूले एकदम सही गर्नु। तपाईँहरूले 6 PM गरे ठिक छ। यो 12 बजीसम्म सही छ। अनि हरेक घन्टा त्यसले चाहिँ 17 मिनट लस गर्दै जान्छ। भनेपछि तपाईँको 4 बज्नु पर्ने थियो, 4 17 चौको 68। यहीँ हेर्न नि सकिन्छ है। 17 17 17 17 4 घन्टामा 17 चौको 68, 4 बज्नेमा 68 मिनट पहिला भनेपछि 2:52। रोकी के 2 घन्टा हो, 2 घन्टा भने 6 बज्यो। अब थर्ड टाइप, यो टाइमको थर्ड टाइप हो, यो सेकेन्ड टाइप हो। थर्ड टाइपमा हेर्नुहोस्। थर्ड टाइपमा चाहिँ हेर्नु है। आइतबार दिउँसो 12 बजे, आइतबार दिउँसो 12 बजे, 12 बजे मेरो घडी 2 मिनट ढिलो छ, लगत्तै अर्को आइतबार दिउँसो 2 बजे, 2 बजे मेरो घडी 4 मिनट 48 सेकेन्ड छिटो हुन्छ। कुन बार कति बजे मेरो घडीले सही समय दिन्छ। ल, आइतबार दिउँसो 12 बजे मेरो घडी 2 मिनट ढिला छ। लगत्तै अर्को आइतबार दिउँसो 2 बजे मेरो घडी 4 मिनट 48 सेकेन्ड छिटो हुन्छ। कुन बार कति बजे मेरो घडीले सही समय दिन्छ भन्यो। बिग्रे घडीले दिन 2 चोटि सही समय दिन्छ भने जस्तो है। अब यहाँ हेर्नु, अब यो पहिला प्रश्न त बुझ्नुभयो नि। अहिले मेरो यो आइतबार दिउँसो 12 बजे मेरो घडी 2 मिनट ढिला छ, तर मेरो घडी त त्यसले त टाइम गेन गर्दो रहेछ। त्यही टाइम गेन गरेको कारणले अर्को हप्ताको चाहिँ लगत्तै अर्को हप्ताको चाहिँ आइतबार दिउँसो 2 बजे चाहिँ 4 मिनट 48 मिनट छिटो। भनेपछि कुन टाइममा चाहिँ कुन दिन कति बज्दा चाहिँ मेरो घडीले ट्याक्कै यो चाहिँ एक्ज्याक्ट समय दिन्छ। त्यो मेरो घडी त छिटो छिटो गइरहेको छ। यहाँ हेर्दाखेरि ढिलो भएको कभर गरेर जाँदाखेरि यहाँ हेर्नु त पहिला प्रश्न क्लियर होस् त। अब यहाँ हेर्नुहोस् है। अब ल भन्नुहोस् त, यो आइतबारदेखि अर्को आइतबार दिउँसो 12 बजेदेखि यो दिउँसो 12 बजेसम्म कति घन्टा हुन्छ? यो आइतबार दिउँसो 12 बजेदेखि अर्को आइतबार दिउँसो 12 बजेसम्म कति घन्टा हुन्छ? यो आइतबारको दिउँसो 12 बजेदेखि अर्को आइतबारको दिउँसो 2 बजेसम्म कति घन्टा हुन्छ? 7 दिन भयो। 7 × 24 घन्टा प्लस 2 घन्टा भनेपछि यो यति हो। यो 2 मिनट ढिलो र 4 मिनट 48 सेकेन्डमा कति फरक हुन्छ त? यसमा त यो आइतबार दिउँसो 2 बजेदेखि अर्को आइतबार दिउँसो 2 बजेसम्म त यति घन्टा भयो। त्यसो भए यो 2 मिनट ढिलो र 4 मिनट 48 सेकेन्ड बिच चाहिँ कति फरक हुन्छ त? 2 मिनट ढिलो र 4 मिनट 48 सेकेन्ड बिच चाहिँ कति फरक हुन्छ? 2 मिनट ढिला र 4 मिनट 48 सेकेन्ड बिच कति फरक? 6 मिनट 48 सेकेन्ड। 2 मिनट ढिलो र 4 मिनट 48, 6 मिनट 48 सेकेन्ड। यो फरक चाहिँ यो दुईटाको फरक यति, यो दुईटाको फरक यति।
अहिलेसम्म कन्फ्युजन छ भने भन्नुहोस्, फेरि पछि मैले कहाँ आयो भन्नुहुन्छ होइन। अहिले भन्नुहोस्, यो दिउँसो 12 बजेदेखि अर्को दिउँसो 12 बजेसम्म 7 घन्टा, 7 दिन इन्टु 24 घन्टा प्लस 2 घन्टा। यहाँ चाहिँ 2 मिनट ढिलो र 4 मिनट 48 सेकेन्ड छिटो बिचमा चाहिँ 6 मिनट 48 सेकेन्ड फरक। फेरि कसरी भन्नु होला, 2 मिनट ढिलो भने 10 बज्नुपर्ने घडी 9 बजेर 58 मिनट गयो भने यसलाई 2 मिनट ढिलो भन्छन्। 10 बजेर 4 मिनट गयो भने चाहिँ तपाईँको यो चाहिँ 4 मिनट छिटो भन्छन्। यी दुईटाका बिचमा चाहिँ 6 मिनट अन्तर हुन्छ। त्यो भनेको मेरो घडी 10 बज्नुपर्ने ठाउँ 10 नबजेर 9:58 हुनु भनेको 2 मिनट ढिलो। 10 बज्नुपर्ने घडी 10 बजेर 4 मिनट जानु भनेको 4 मिनट छिटो। यो दुईटाका बिचमा चाहिँ 6 मिनट समय फरक पर्छ। क्लियर छ? अब ल भन्नुहोस् त 6 मिनट 48 सेकेन्ड फरक पर्नलाई कति घन्टा लाग्यो त? कुनै पनि यो घडीले 6 मिनट 48 सेकेन्ड समय गेन गर्नलाई, त्यति चाहिँ छिटो जानलाई, त्यति चाहिँ त्यो चाहिँ फास्ट हुनलाई कति यो यो 4 मिनट 48 सेकेन्डमा कति सेकेन्ड हुन्छ? 4 मिनट के अरे 6 मिनट 48 सेकेन्डमा कति सेकेन्ड हुन्छ भनेपछि 408 सेकेन्ड। यो भनेको 408 सेकेन्ड छिटो हुनलाई सेकेन्ड गेन गर्न कति लाग्यो त? त्यति चाहिँ छिटो जानलाई यो 24 भनेपछि 170 घन्टा लाग्छ। यो 6 मिनट 48 सेकेन्ड भने 408 सेकेन्ड, 70 घन्टा भने यो 7 चौको 28, 168 2 घन्टा 170 घन्टा। 170 घन्टामा त्यो घडी 408 सेकेन्ड गेन गर्दो रहेछ, ढिलो भएको त्यति मुभ हुँदो रहेछ। अब 1 सेकेन्ड गेन गर्न कति लाग्छ त? अब 170 घन्टा अपन यो 408 घन्टा हेर्नुहोस् है, 408 घन्टा। अब मेरो 2 मिनट ढिलो भएको घडी चाहिँ 2 मिनट गेन गर्दा सही समयमा पुग्छ। यो 2 मिनट भनेको चाहिँ ढिलो भएको घडीले जब 2 मिनट ढिलो भएको घडीले गेन गर्दाखेरि सही समयमा पुग्छ भनेपछि त्यो चाहिँ 120 सेकेन्ड गेन गर्नलाई 120 सेकेन्ड गेन गर्नलाई चाहिँ 170 अपन 408 इन्टु 120 यति हो। अब 34ले 17ले 17 दशाङ 170 17 दुना 34 6 र 8 68 17 चौको 68 यसलाई 5 भनेपछि 50 घन्टामा। अब 50 घन्टामा यसले सही समय दिँदो रहेछ। आइतबार दिउँसो 12 बजेमा 50 घन्टा जोड्दा आइतबार 12 बजेमा 50 घन्टा घन्टामा जोड्दाखेरि यो मङ्गलबार दिउँसो 2 बजे सही समय दिन्छ। मङ्गलबार दिउँसो 2 बजे सही समय दिन्छ आन्सर यो। ल अब यहाँ कन्फ्युजन भयो भन्नु पर्यो। यसमा केही कन्फ्युजन भयो म क्लियर पार्छु। यहाँ यो धेरै गाह्रै होइन। अब त अब फेरि एकचोटि म क्लियर पारौँ है। यो आइतबार दिउँसो 12 बजेदेखि अर्को आइतबार दिउँसो 2 बजेसम्म तपाईँको 170 घन्टा। यो 7 इन्टु 24 प्लस 2 भनेपछि 170 घन्टा हुन्छ। 2 मिनट ढिलो र 4 मिनट 48 सेकेन्ड छिटो बिचमा 408 सेकेन्ड हुन्छ। यति गेन गर्नलाई यसले 170 घन्टा लाउँछ। यति गेन गर्नलाई 170 घन्टा लाउँछ। 1 सेकेन्ड गेन गर्न 170 अपन 408। अब 120 सेकेन्ड गेन गर्नलाई 120 सेकेन्ड गेन गर्नलाई चाहिँ 170 अपन 408 इन्टु 120। अब यो त तपाईँको 50 घन्टा लाग्यो। 50 घन्टामा यसले चाहिँ सही समय दिँदो रहेछ भनेपछि यो आइतबार 12 बजेमा 2 दिन जोड्दा मङ्गलबार 12 बजे 48 घन्टामा, आइतबारको सोमबार, सोमबारको मङ्गलबार सकियो त। यो चाहिँ तपाईँको चाहिँ यो 2 मिनट भने चाहिँ 120 सेकेन्ड हो कि 60 दुना। अब भयो यो ढिलो भएको तपाईँको घडी यो 10 बज्नुपर्ने घडी 9:58 हुँदा तपाईँले सही समय दिनलाई 2 मिनट लानु पर्यो यति भने होइन। तपाईँले 9:58 भएर 2 मिनट ढिलो भएको घडी सकियो।
ल अब यहाँ कन्फ्युजन भयो भन्नु पर्यो। अब तेस्रो टाइपको, यो दोस्रो टाइपको नि भयो, के अरे अब तेस्रो टाइपको टाइमिङ। अब फोर्थ टाइप हेर्नु चाहिँ यो टाइमको, यो क्लक चाहिँ भोलि पढ्नुपर्ने भयो, टाइममै नमिल्नु यो। यहाँ हेर्नुहोस् है, फोर्थ टाइपमा एउटा स्कुल एउटा एउटा स्कुल 10:30मा सुरु भएर, एउटा स्कुल 10:30मा सुरु भएर 1:45मा सकिन्छ, मा 4 पिरियड पढाएर, पिरियड पढाएर बिदा हुन्छ। हरेक पिरियड पछाडि, हरेक पिरियड सकिएपछि एउटा स्कुल 10:30मा सुरु भएर 1:45मा 4 पिरियड पढाएर बिदा हुन्छ। हरेक पिरियड चाहिँ सकिएपछि 5 मिनट ब्रेक हुन्छ भने एक पिरियडको समय अवधि कति भयो? एक पिरियड कति मिनट पढाइ हुन्छ? ल यो गर्नुभयो। स्कुल 10:30मा सुरु भएर 1:45मा सकिन्छ, जहाँ 4 पिरियड पढाइ हुन्छ। एक पिरियड सकिएपछि 5 मिनट ब्रेक हुन्छ। ल हो, तपाईँले एकदम राम्रो गर्नु। तपाईँले एकदमै राम्रो गर्नु। किन भन्दा यहाँ कति मिनट छ त? यहाँ 10देखि यो 1:45 भनेपछि 3 घन्टा, 3 घन्टा 15 मिनट, 3 घन्टा 15 मिनट। 4 पिरियड पढाइ हुन्छ भनेपछि त अन्तिम पिरियड त पढेपछि घर जान्छन्, कुरो सकियो। अन्तिम पिरियड पढेपछि घर जान्छन्, त्यो मतलब भएन भनेपछि 3 पिरियडमा 15 मिनट ब्रेक भयो। 15 मिनट ब्रेक भयो भनेपछि तपाईँको 3 घन्टा बाँकी रह्यो। 3 घन्टा भने 180 मिनट भयो। 4 पिरियड भाग लाउनु पऱ्यो भनेपछि आइन्छ 45 मिनट। यति अब के गर्ने, यो त बुझाउँदा नि जिस्किया जस्तो हुन्छ। यो त त्यतिकै पनि आउँछ है। तपाईँको अन्तिम पिरियड पढेपछि तपाईँको स्कुललाई त घर छुट्टी भइगयो नि, होइन, घर गइहाल्छन्। त्यो ब्रेक भयो भनेर बस्ने कुरो त भएन। भनेपछि यसमा जम्मा यसले सोध्न खोजेको कुरो चाहिँ त्यति मात्रै हो। यो ट्रिकले सोध्न खोजेको कुरो चाहिँ त्यति मात्रै हो। त्यो ब्रेक भइसके जस्तो चाहिँ अब घर गइहाल्छ। अब यसमा कुनै कन्फ्युजन भयो भन्नु पर्यो। यसमा केही कन्फ्युजन छ त?
पैसा कुनै कन्फ्युजन भयो भन्नु पर्यो। अब पाँचौं ट्रिक, यो चौथो भयो, पाँचौं ट्रिक हो। ए 5 मिनट ब्रेक भने त यहाँ हेर्नु है, पहिला 10:30 स्कुल सुरु भयो, प्लस 45 मिनटको पिरियड। 10:30 सुरु भयो, यो 45 मिनटको पिरियड, यो 45 मिनटको पिरियड भएपछि कति भयो? 45 मिनटको पिरियड भएपछि कति बज्यो? 11:15 गयो। त्यहाँ 5 मिनट ब्रेक भएपछि मिनटको ब्रेक भयो भनेपछि अर्को पिरियड चाहिँ 11:20 सुरु हो। फेरि त्यसमा दोस्रो पिरियड 11:20 सुरु हो, त्यसमा नि 45 मिनट जोड्दा 12:05 भयो। 12:05 भयो। त्यसमा 5 मिनट ब्रेक भनेपछि तपाईँको 12:10 पिरियड सुरु अर्को, फेरि 45 मिनट गयो। हेर्नुहोस् है, यो चाहिँ 12:55। अब फेरि 5 मिनट ब्रेक भयो, 1 बज्यो, अनि 45 मिनटको पिरियड भएपछि अनि छुट्टी भयो, 1:45 को ब्रेकमा बस्छ, सिद्धि छुट्टी भयो। नबुझे कहाँनिर त्यसै कमन कुरा नि बुझिन्छ। अन्तिम पिरियड तपाईँको स्कुलमा त्यत्रो 10 वर्ष पढ्दा थाहा होइन, अन्तिम पिरियड भएपछि त्यो ब्रेक हुन्छ भने कोही बस्छ र घर जान्छ, सिम्पल। अब यसमा कन्फ्युजन भयो भन्नु पर्यो। ल यहाँ कहाँनिर चाहिँ यिनीहरू डाउट भयो भने त ल अब एउटा गर्नुहोस् है। अब पाँचौं ट्रिकमा फिफ्थ टाइपमा एक्स हप्ता, एक्स दिन, एक्स घन्टा, एक्स मिनेट, एक्स सेकेन्डमा जम्मा कति सेकेन्ड हुन्छ? एक्स हप्ता, एक्स दिन, एक्स घन्टा, एक्स मिनेट, एक्स सेकेन्डमा जम्मा कति सेकेन्ड हुन्छ? ल गर्नुहोस् त। ल एक सप्ताह, एक्स दिन, एक्स घन्टा, एक्स मिनेट, एक्स सेकेन्डमा जम्मा कति हुन्छ? अब यहाँ हेर्नुहोस् है। अब ए यो एक्स प्लस एक्स इन्टु 60 प्लस एक्स इन्टु 60 इन्टु 60
प्लस एक्स इन्टु 60 इन्टु 60 इन्टु 24 प्लस अब यो चाहिँ एक्स इन्टु 60 इन्टु 60 इन्टु 24 इन्टु 7 सकियो त अब यो त गुणन गर्नु यसलाई कतिवटा पढाउनु त अब 3टा पिरियडमा 4टा पिरियड के तपाईँ यो यक्स ठाउँ वाइ राखेर गर्नु यहाँ हप्ता ठाउँ दिन राख्नुहोस् 1 दिन भने 3 दिन राख्नुहोस् के फरक पर्छ सिस्टम सिक्नै त हो यो त एउटै क्वेसनलाई 50वटा बनाउनु सकिन्छ यहाँ ए राख्दै गयो नि भयो यो यक्स हप्ताबाट 1 महिना गरेर गयो नि भयो कति कतिवटा तपाईँले रुल बुझ्ने हो कि सिस्टम अन्त आफै क्वेसन बनाउनु सक्दैन एक त इक्वेसन तपाईँलाई हुन्छ कि हुन्न भन्ने नै थाहा छैन पहिलो नम्बर यहाँ मैले नसिकाएको भए तपाईँले इक्वेसन खोज्नु नि हुन्थेन त्यो क्वेसन हुन्छ कि हुँदैन त्यो बजारका बुका हेर्नु थाहा छैन कुनैमा नि छैन ए त्यस कारणले त आफै बनाउनु सकिन्छ क्वेसनहरू तपाईँले सिस्टम बुझ्नु पर्यो ल अब यो गुणन गर्नुपर्छ कि भन्नु है यहाँसम्म त केही गाह्रै भएन होइन 86,400 हुन्छ एक दिनमा यति सेकेन्ड हुन्छ यो त जेनेसन पनि पढ्यो होला प्लस यो 3600 यक्स प्लस 60 यक्स प्लस यक्स यो यसलाई 7ले गर्दाखेरि 7ले गर्दाखेरि 608 400 ल 848 हुन्छ यसलाई 7 चौको 28 को 8 7 चौको 28 को 8 हुन्छ भनेपछि 604 800 एक्स ल यति एक हप्तामा यक्स हप्तामा भनौँ भने यति अब एक हप्तामा भनौँ भने 1 गरिदिनु जति हो नि त्यति आयो 46,400 यक्स 3600 यक्स अब 60 यक्स प्लस यक्स ल सबै जोड्नुहोस् अब यहाँ झुकिन्छ त अब यो त यो वाइ 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 राखे नि भयो ए राखे नि भयो तपाईँले कहाँ चाहिँ त्यो देख्नु कि यहाँ यक्स दिनमा यक्स 60 60 24 गरे यो दिनमा घन्टामा यहाँ मिनेटमा यहाँ कहाँ चाहिँ झुकिनु भयो अनि हप्तामा यहाँ राखेको छ हेर्दा चाहिँ सिधा हेर्दैन उल्टो उल्टो हेर्दैन अनि भनेपछि एक दिनमा कहाँ भने यक्स दिनमा यक्स इन्टु 60 इन्टु 60 इन्टु 24 भने अब कसरी आयो भन्नुहुन्छ अब तपाईँलाई एक दिनमा 60 एक घन्टामा 60 सेकेन्ड एक मिनटमा 60 सेकेन्ड नै हुन्छ भने थाहा नभए त थाहा चाहिँ के हुन्छ भने एक मिनटमा 60 सेकेन्ड हुन्छ एक घन्टामा 60 इन्टु 60 सेकेन्ड हुन्छ एक दिनमा 24 सेकेन्ड कहाँ चाहिँ झुकिन्छ 2 हप्ता भन्दा यसलाई 2ले गुन्ने कि यसलाई 2ले गुन्ने के चाहिँ गाह्रो छ भन्नु यसलाई यो त के छै छैन थर्डको चाहिँ आज हेर्नु नआएन भोलि हेर्नु गराएको आज हेर्नु तपाईँले के बुझ्नु पर्यो भने यसलाई गाह्रो हिसाब भनेपछि गाह्रो सम्झेर बिग्रियो कि केही पनि छैन यो त यक्स सेकेन्ड भइगयो
यक्स मिनेट भने 60 सेकेन्ड भएन हो तपाईँ ठिक गर्नु कति कति निकाल्नु हो अब यसलाई 30ले गुन्दिने के चाहिँ यो जुन यो दिन छ नि यसलाई अझ अर्को एक्स्ट्रा 30ले गुन्दिने हैन ल अब भोलि अरू गरौँ ल भोलि त्यहाँ फेरि अलिक ऊ भयो भने बिदा नै हुन्छ हजुर तपाईँहरू तर बिदा त नहोला जोड्दा यति आएन नि ह्यान्डआउट स्यान्डआउट त तपाईँको यी सबै आउँछ कि ह्यान्डआउट दियो भने त दिउँला तर त्यो नयाँ नयाँ खोजी गरेर नयाँ नयाँ ल्याइरहनुपर्छ त्यो ह्यान्डआउट त त्यो कुनै हुँदैन बनाउँदा त बनायो तर त्यसले त्यो अर्थै राख्दैन कि नयाँ अपडेट गरिरहनु पर्यो क्लासमा सिक्नु रिभ्यू गरी गरेर बल्ल आउँछ एउटा दुइटा आइक्यू गरेर त्यो बजारका बुकै गरेर त केही नि भ्याउँदैन नि त्यो बजारका बुक आएको अहिले जहाँ जहाँ आइज अस्ति जहाँ जहाँ सोधे देखाउनु त मलाई देखेको यो हाइन्साउडतिर जाने होइन लोकसेवा तयारी गर्नेले पुरै नलेज जस्तो आए पनि गर्न सक्ने भन्ने यो हाइन्साउड यसरी बनाउनै छैन त्यही भएर क्लास गर्नु पर्यो नि क्लासमा पैसा तिरेपछि आएन त्यहाँ त्यो अलिअलि प्र्याक्टिस गरेपछि त्यसले चाहिँ झन् मान्छेलाई मैले बुझिछु भन्ने भ्रममा पारिदिन्छ कि त्यो यति खोजी गर्नु पर्यो कि नआउने भन्दै नै हुनु भएन त्यो बजारका पुरै बुकै कण्ठ पारे पनि पर्दैन त्यो आर्य सौरालको पुरै बुकै कण्ठ पारे त्यहाँ क्वेसन छैन त्यो अथाह सोध्ने भएपछि त त्यो आर्य सौरालको बुकै कण्ठ पार्ने अस्ति क्वेसन छ नि त आदि पनि छैन भनेपछि त्यत्रो बुकै कण्ठ पारेर केही नि छैन त्यो नोटका त पुरै छोडिदिनु त होला 2000 पेजभन्दा बढीको 2000 पेजभन्दा बढीको बुकमै कभर हुँदैन भने यहाँ त यहीँ सिक्ने हो कि ल ल सबैलाई नमस्कार